अब चाहिँ अति भयो कि हामी सहन सक्दैनौँ। हामी चाहिँ कानुनको बमोजिम अनि दोषीलाई यस्तो आतंकवादीहरूलाई चाहिँ हामी कानुनको दायरामा लगेर कानुनको बमोजिम चाहिँ हामी चाहिँ सबै संसारमा जति बस्ने मुसलमान सबैको अपमान हो हैन। यो मुसलमानको अपमान हो। कुनै पनि मुस्लिम यस्तो घटना सहन सक्दैन, बरु त्यो आफ्नो ज्यान देला तर यस्तो घटनालाई चाहिँ बर्दाश्त गर्न चाहिँ सक्दिन के। मेरो ठुलो बाबाको नाउँ चाहिँ दिल मोहम्मद अन्सारी र अर्को तस्लिम अन्सारी। सुँगुरको खोरमा राखेर कुटपिट गरेको चाहिँ तस्लिम अन्सारीलाई हैन, र ठुलो बाबा चाहिँ दिल मोहम्मद अन्सारीलाई खेतबाट उठाएर अनिल कुमार यादवले रोडमा लगेर कुटपिट गरेको रहेछ के। तपाईको नाम? मेरो नाम मोहम्मद परवेज। हामीलाई यहाँ किन बोलाउनु भएको? यहाँ बोलाउनको रिजन भनेको चाहिँ हामी माथि चाहिँ अत्याचार भएको छ के, त्यही भएर चाहिँ हामी चाहिँ तपाईहरुलाई चाहिँ यहाँ बोलाउनु भएको। अनि चाहिँ तपाईको के भन्छ पीडितक चाहिँ को लाग्छ? पीडित भनेको चाहिँ मेरो अंकल हुनुहुन्छ। 3 गते बिहान 10 बजेको करिबमा मेरो अंकल तस्लिम अन्सारीलाई सहोरबा बजारबाट किडन्याप गरेर यही गाउँको वडा अध्यक्ष अनिल कुमार लगायत रामसेवक राई, चनर हलवाई, विजय मुसर, पप्पू कुमार यादव अनि राहुल कुमार महतो अनि कमलेश सोनार र उसको बुबा राजेन्द्र सोनार, यो सबैजना अपहरण गरेर मेरो काकालाई लाएर बंगुरको खोरमा राखेर कुटपिट गर्यो अनि यस्तो मुस्लिमहरुलाई चाहिँ अपमान गरेको रहेछ के। यस्तो अत्याचार गर्ने र घिनौना काम गर्ने, यो मुस्लिमहरुलाई चाहिँ दुःख पहुँचाउने, आस्थालाई ठेस पहुँचाउने मान्छेहरुलाई चाहिँ प्रहरीसँग चाहिँ काराभन्दा कारा सजाय होस्। उनीहरु सहरबा बजारबाट किडन्याप गरेर अनि बंगुरको खोरको धर्मलाई चाहिँ बदनाम गर्ने, धर्मलाई चाहिँ ठेस पहुँचाउने काम चाहिँ गरेको रहेछ। अनि चाहिँ यो झगडामा चाहिँ कति जनाको हात होला तपाईलाई थाहा छ? हजुर, यो झगडाको चाहिँ मुख्य हात भनेको चाहिँ वडा अध्यक्ष अनिल कुमार यादवको, रामसेवक राई, चनर हलवाई, यो सबैजना मिलेर मुख्य हात भनेको चाहिँ यो काण्ड गराउने भनेको चाहिँ अनिल कुमार यादव। अनि चाहिँ यस्तो घटना चाहिँ फर्स्ट चोटि घटेको हो कि अरु पहिला पनि छ? यस्तो घटना हाम्रो गाउँमा चाहिँ पटक पटक घटिरहेको छ के। पटक? हजुर, यस्तो मुहम्मद डे हुन्छ हाम्रो मुस्लिममा हैन, त्यो जुलुस पनि निकाल्न दिएको छैन यो अनिल कुमार यादवले हैन पहिला। त्यसपछि हाम्रो झण्डा छिनेर झण्डालाई अपमान गरेको छ, पिसाब फिरेको छ, त्यो झण्डा माथि थुक पनि राखेको छ। त्यसपछि हाम्रो पवित्र कुरान पाक भन्छौँ हामी हैन, त्यो कुरान पाकलाई चाहिँ स्कुलको टोयलेटमा कुरान पाकको पन्नालाई च्याटेर अनि सारेआम अपमान पनि गरेको रहेछ के। सो अब चाहिँ अति भयो कि हामी सहन सक्दैनौँ। हामी चाहिँ कानुनको बमोजिम अनि दोषीलाई यस्तो आतंकवादीहरूलाई चाहिँ हामी कानुनको दायरामा लगेर कानुनको बमोजिम चाहिँ हामी न्याय पाउँछु। कानुनमाथि भरोसा छ र न्याय लिएरै मान्छौँ हामी। अनि चाहिँ यो घटना पछि तपाईलाई चाहिँ विपक्षीतिरबाट कुनै धाक धम्की पनि छ? धेरै धाक धम्की छ सर के। यहाँ विपक्षी मान्छेहरूले चाहिँ हामीलाई एकदमै थ्रेट दिन्छ, डर दिन्छ मनमा हैन, कि तिमीहरूलाई चाहिँ बस्न दिँदैन, मार्दिन्छु, तिमीहरूलाई घर लुट लिन्छु, यस्तो धेरै धम्की चाहिँ हामीले सुन्दैछु हैन। उनीहरूले चाहिँ धम्की दिइरहेको छ तर हामी डर्ने छैनौँ सर के। धम्की पनि आइरहेको छ हैन? हजुर, धम्की आइरहेको छ। यो सबै धम्की अनिल वडा अध्यक्ष हुन्छ नि हाम्रो गाउँको 5 नम्बर वडाको वडा अध्यक्ष भएर यस्तो घटना जातिपाती गर्ने गरिन्छ सर। उहाँको निगरानीमा यो सबै घटना भएको छ? यो सबै घटना भनेको उहाँको निगरानीमा नै भएको छ के। बजारमा भएको छ, हाम्रो बजार डोम्बा बजार भन्ने गरिन्छ हैन। डोम्बा बजारमा मुख्य हात यो यस्तो घटना घटाउने भनेको उसकै नै हो। यो सबै प्लानिङ हो के। यस्तो मुस्लिमहरूलाई चाहिँ बदनाम गर्ने, मुस्लिमहरूलाई चाहिँ नीच देखाउने भनेको चाहिँ यो अनिल कुमार यादवले नै गराएको छ के, वडा अध्यक्ष हाम्रो गाउँको। हामी मर्न तयार छु तर यो घटना सहन तयार छैनौँ। हामी कानुनको अकर्डिङ चाहिँ हामी न्याय लिएरै छाड्छु सर। अनि कतिजनाको समूहले चाहिँ यस्तो घटना घटाएको छ त्यो त थाहा होला तपाईलाई? हजुर सर अराउन्ड चाहिँ 500 एबोभ चाहिँ मान्छे थियो। 500 जति? हजुर, 500 जति चाहिँ मान्छे मिलेर चाहिँ यस्तो घटना घटाएको छ हैन।
500 तर 4 जना चाहिँ पक्राउमा आएको छ अहिले 4 जना पक्राउमा छ। अनि अरू मान्छे चाहिँ फरार भएको छ जसको जसको मुख्य हात थियो नि यो घटना घटाउने तिनीहरू चाहिँ फरार भएको छ गाउँ छोडेर। यो चाहिँ सबै संसारमा जति बस्ने मुसलमान सबैको अपमान हो हैन, यो मुसलमानको अपमान हो। कुनै पनि मुस्लिम यस्तो घटना सहन सक्दैन, बरु त्यो आफ्नो ज्यान देला तर यस्तो घटना यस्तो घटनालाई चाहिँ बर्दाश्त गर्न चाहिँ सक्दिन के। त्यही भएर म यो भन्न चाहन्छु सबै देशवासी मिलेर यस्तो घटिया हरकत गर्ने र कुनै समुदायलाई नीच देखाउने कानुनको दायरामा ल्याएर अनि सजाय देओस्, म यही भन्न चाहन्छु।